Hi guys, welcome to my vlog. यो चाहिँ मेरो फर्स्ट भ्लग पनि रहेको छ। आज चाहिँ सरस्वती पूजा अनि हामी सबैजना तयार हुँदै थियौँ। मैले चाहिँ यो भ्लग स्टार्ट गर्नुको कारण चाहिँ के हो भन्दाखेरि मलाई मेमोरीहरू पनि एकदमै धेरै क्याप्चर गर्न मन पर्छ अनि मैले के नयाँ कुराहरू पनि सिक्छु भनेर मैले यो भ्लग स्टार्ट गरेको हो। अनि मैले चाहिँ धेरै मेकअपहरू चाहिँ केही गरिनँ, टिकाहरू लगाएँ अनि औँठीहरू पनि लगाएँ अनि यो चाहिँ मेरो फाइनल लुक हो। मैले चाहिँ आज आउटफिटमा चाहिँ कुर्ता लगाएको थिएँ सरस्वती पूजा भएर अनि मैले बुनुहरूको सबैजनाको साडीहरू पनि मिलाइदिएँ सबै अनि हामी सबैजनाले रेडी भयौँ, सबैजनाको लुगाहरू लाउने उयो भयौँ अनि भाइ चाहिँ त्यहाँ बसेर यो दिदीहरू त कति रेडी हुनुभएको, कति एकजनाले कुर्ता एकजनाले साडी लाउनु भएको भन्दै थियो अनि यो चाहिँ हाम्रो बाहिर पनि एक दुईवटा भिडियोहरू क्लिपहरू क्याप्चर गरेको थियौँ अनि मलाई चाहिँ के भन्नु आएको थिएन अनि मलाई चाहिँ एकदमै धेरै लाज पनि लागिरहेको थियो। म चाहिँ हाई गाइज के भन्दै थिएँ अनि उनीहरू चाहिँ यसरी स्टार्ट गर्नुपर्छ नि भन्दै सिकाउँदै पनि थिए यिनीहरू मेरो साथीहरूले। अनि हामी चाहिँ 3 जना मात्र भयौँ, ग्रुपमा धेरैजना छौँ तर 3 जना मात्र भयौँ अनि हामी चाहिँ सुरुमा सुषमा गोदावरी गएर अनि सरस्वती पूजा पनि मनायौँ अनि यो चाहिँ हाम्रो सरस्वती स्कुलको हो यो मूर्ति चाहिँ। हामी गएर पूजा पनि गऱ्यौँ। हामी चाहिँ 3टा स्कुल पनि गएको थियौँ, भाइको स्कुल पनि गएको थियौँ अनि त्यसपछि मात्र सरस्वती स्कुल आएर पूजा गऱ्यौँ हामीले। अनि त्यहीँको भाइले यो भिडियो पनि खिचिदिएको थियो, दिदी म खिचिदिन्छु भनेर खिचिदियो, मैले पनि लु नि त भनेर खिच्नु दिएँ अनि हामीले पूजाहरू पनि गऱ्यौँ अनि रमाइलो पनि भयो। कति त स्याड पनि भयौँ किनभने सबैजना थिएन साथीहरूमा अनि तिनीहरूलाई एकदमै धेरै मिस पनि गरिरहेको थियौँ हामीले। अनि तोरीबारी पनि गयौँ हामी फोटो खिच्नको लागि, भिडियो खिच्नको लागि। तिनीहरू सबैजना फोटो खिच्नको लागि तयारी हुँदै थियो सबैजना। अनि अब हामीले यति थोरैजना मात्र थियौँ अनि धेरैजनासँग भेट पनि भयो, शर्मिसहरूसँग पनि त्यहाँको शर्मिसहरूसँग पनि भेट भयो अनि तोरीबारीमा फोटोहरू खिच्दा पनि रमाइलो पनि भइरहेको थियो। अनि म चाहिँ के भनिरहेको थिएँ मलाई नै थाहा छैन किनभने म बोलेको थिएँ नि त अनि त्यस्तो धेरै केही बोल्न आउँदैन, त्यही पनि लाज लागिरहेको थियो फर्स्टचोटि उयो गर्दाखेरि अनि यत्तिकै बनाइदिएँ होइन। अनि हामी त्यहाँ फोटोहरू खिचायौँ सबैजना, धेरैजना साथीहरूसँग फोटोहरू भिडियोहरू खिचाउनु चाहिँ एकदमै राम्रो भएको थियो त्यति बेला फोटो भिडियो खिच्नुको लागि। अनि त्यसपछि हामी एल्साको घर पनि जाँदै थियौँ, त्यहाँ फोटो भिडियो खिचिसकेर एल्साको घर जाँदाखेरि एकदमै हामी स्याड पनि भयौँ अनि खाजा पनि खायौँ चाउचाउ साँधेर अनि एकदमै मिठो पनि भयो। अनि बुन्नेहरू कसको कति भनेर यहाँ भाग पनि लाउँदै थियौँ हामी। अनि यो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सबैजनालाई, सब्सक्राइब पनि गरिदिनु होला मेरो फर्स्टमा। बाई बाई गाइस।